हेलो साथीहरू हाई गणेपादेखि धुलीखेल गएको है अहिले पठाउले रेन ड्राइभ लिएर गणेपा धुलीखेलदेखि फर्केर अनि यो चाहिँ भक्तपुरको बिचतिर होला हौ हेर्नु है बाटोमा पानी परिरहने अवस्था छ अनि लिएर भइरहेको छ अनि यस्तो घुम्दै घुम्दै यहाँ बसेर एकछिन है एउटा भिडियो बनाएर भनेर बाटो यस्तो छ कि है क्लियर छ हौ राम्रो छ तर गाउँ पनि ठिकै रहेछ है यस्तो ठाउँ छ रमाइलो छ भनौँ है ठिकै छ आफू यहाँ पठाउ गरेर लिएर आएको धुलीखेल खाली खाली फर्केर भक्तपुरसम्म आउनु पर्दाखेरि आफ्नो चना खाने मारे यो यही के गर्ने जिन्दगी नगरी नआउने यही मारो है गाह्रो छ हौ जिन्दगी चलाउनु एकदमै रहेछ भक्तपुर ठाउँ बसिरहेको छु है अहिले यतातिर चाहिँ हेर्नु है यस्तो गाह्रो छ एकदमै यस्तो घुमेर हेर्नु बाटो त राम्रो छ है यस्तो चिल्लो छ कि बाटो चक्र गाडीहरू त्यहाँ हिँडेको है अनि यताबाट यस्तो पारिपट्टि हेर्दाखेरि चाहिँ गाउँ देखिँदो रहेछ गाउँ यतातिर चाहिँ गाउँ छ मकैहरू छरिया छ है मकैहरू छरिया छ यतापट्टि